हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आजको भिडियो सुरु भइसकेछ अनि त्यसैले चाहिँ म यहाँ बल लिएर आएर मामु घरबाट यो लिएर आएको हुन्छ नि मकैको भाती घर आइपुगिसक्यो। यहाँ पाकिरहेछ, के पाएको मलाई पनि थाहा छैन। अनि त्यहाँ बल खेलेर यस्तो घाउ आएको छ, अब नुहाउने अनि त्यसै हल्का दुखी पनि रातो लडेर नुहाउने। मम्मी हुनुहुन्छ यहाँ। के हो तरकारी मम्मी? के हो तरकारी? माउस छ अरे, माउस मास तरकारी क्या। टिभी चलाउँ एकछिन। स्काईवर्थ योभन्दा अगाडि पनि घर उता बाटोमा इन्ट्रो बनाएको त जुम पो भइरहेको, यो मुख त पुरा ट्याप्पै आएको रहेछ। यो भिडियोमा डिलिट हानिहाल्यो, नभए हालिदिनु हुन्थ्यो। स्काईवर्थ मेरो यो मोबाइल अपडेट हानेको सेटिङ अर्कै भएको, सेम आइफोनको जस्तै भयो मेरो सेटिङ। भयो भने त्यहाँ स्क्रिनसट गरेर राखिदिन्छु म यताउता साइडतिर होइन। ल अब पहिला नुहाउँछु म, पुरा कपालहरू च्याप भयो कुङ्गुको लान्छ। ल नुहाउँछु। अनि जिम नुहाएर निस्कियो पनि सक्यो। यहाँ मम्मी खाना खानु थाल्नु भएछ, मासु मम्मी खाना खानु थाल्नु भएछ। अनि त्यसपछि पानी पुऱ्याइदिनु जल लागेको छ। खाने नि छ भने त खाएको पनि भिडियो नबनाउनु है। म त अब झुलाउँछु छतमा, त्यहीँ सुत्नु स्वर्गको हावा। एउटा प्लास्टिक लिएर जाने, फेरि मोबाइल भिज्छ। अनि छतमै मजाले सुत्ने। 3वटा अलार्म लगाउने, तैँले पनि के सुतेको भयो भने पसिदिनु। म पनि गरेँ होइन, गर्ने अब। आज चाहिँ म पुरा रातिसम्म नन्दिजालसम्म भिडियो बनाउँछु, फुल ब्लग। राति हुँदासम्म हामीले के गर्छ, जसले दिउँसो गरेको मात्र देख्छ। आज फुल रातिको नै छ। अनि यहाँ चाहिँ मेरो भिडियो पोस्ट भइसक्यो। यो भिडियो चाहिँ त्यहाँ युट्युबमा गएर हेर्नु होला सबैजना। अहिले चाहिँ खाना पनि खाइसक्यो। अनि त्यसपछि मग बनाउनु लागेको। मग बनाउनुभन्दा अगाडि यहाँ हल्का दुखिरह, यसमा आइरिस लगाउने सरिनको हो। त्यसलाई चाहिँ मैले हराइसकेँ भने चाहिँ त्यसलाई अब नदिने हो। आइरिस मुभ यहाँ चाहिँ त्यसले भिडियो चाहिँ नहेरोस्, यो फेरि माग्छ त्यसले जबरजस्ती। मैले त्यसलाई हराएँ भनेको। यो घोडा अघि लड्दाखेरि त्यो स्लाइड हाल्दाखेरि लडेको थियो। अनि यो भएको कुद्नै नसक्ने भएको थियो पुरै। इनके धड़कन के गलियों में पैतालामा पनि लगाउने। आइरिस पनि लगाइसक्यो। अब म घुराउने एयरपोर्ट लगाएर एउटा चाहिँ लगाउनु, बाहिर बोलेको फेरि सुन्दैन। 62 रहेछ चार्ज। ल बनाउँछु म। गुड मर्निङ, तपाईँलाई स्वागत छ फेरि पनि मेरो भिडियोमा। अनि अहिले चाहिँ बिहान भएको म यहाँ
उठेर लुगा लाउनु खोजिरहेको मम्मीले भरे उठाउनु भएको यही लागिरहेको छ अहिलेसम्म पनि लुगा लाउँछु गाइस चाहिँ म रेडी भइसकेँ अब मम्मीले यहाँ पानीको बोतल लियो भन्नुभएको थियो त्यही लिनु आएको पानीको बोतल खाली बोतल लियो भन्नुभएको थियो अनि त्यही लिएर जान लाग्यो पुरै रेडी भइसकेँ यो पङ्गरा दुखिरहेको मम्मी धेरै बोतल खाली नि छैन बोतलै त्यति खाली छैन त नि ल पर्फ्युम जानु पाउँदैन नि म एउटै शब्दले अब चाहिँ दोकान खोल्ने मसँग पेन छैन त्यो पेन निकाल्नुको लागि दोकान खोलौँ यो के भन्छ अरे फ्रेस पनि भइसक्यो खाना पनि खाइसकेँ त पनि निन्द्रा चाहिँ लाग्यो नि हिजो 10 बजे सुतेको नि त म त्यसैले होला सरखाने चाहियो थाक्यो अब बिहान अझै मेरो बसाउने टाइम होला अनि त्यसरी अब एकचोटि भरे भेट्छु भरे फेरि कन्टिन्यू गर्नेछु ल बाई बाई ल गाइस म चाहिँ स्कुल गएर आइसकेँ अनि स्कुलबाट आएर लुगाहरू फेरेर खाना पनि खाइसकेँ आज चाहिँ तरकारी यस्तो थियो पछाडि कसरी हेरेँ जस्तो लाग्यो होइन रहेछ यो थियो खाना सजिलो त होइन पेट दम्मै भयो फर्सीको देखि के हो फर्सीको तरकारी अनि साथीको मैले बुट ल्याएको त्यसो अर्को देशको भिडियो यतातिर साइडमा राखिदिन्छु म कतातिर हुन्छ बुट हेर्ने बेला नट जस्तै छ गोटी अरू भन्दा नि बुटहरू भन्दा नि मलाई चाहिँ प्याड मनपर्छ अर्को बुट एङ्कल बुट हो यस्तो वाला यो भएकोले त्यसले चाहिँ मुजा यो लेस बिना लगाउने जुत्ता भनिरहेको थियो अनि सेफ्टी प्याड मलाई चाहिँ बब्बा लाग्यो यत्रो लामो नेमा रोनाल्डोहरूले लाउने जस्तो लाग्यो मलाई चाहिँ भरे
आधी खुल्नुपर्छ लगाएर त्यो राखिदिउँ यहाँ सुतिरहनु भए दुधले मात्रै होइन यो भेजकोले बनाउँछ झ्याउ लाग्ला होइन पुरै रियालिटी नै देखाइदिन्छु त्यसैले त्यस्तो बनाएर गर्ने भन्नु हो भने खतरा लुगा लगाएर बनाउने यति बनाइदियो नेपाली बाबु मजाले भुइँमा सुत्यो गर्मीको बेला त यसो सोफातिर सुत्यो भने त जिउ तातेर पुरा उयो हुन्छ ल एकछिन आराम गर्छु आजको लागि चाहिँ यति नै भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब हाल्नु होला छिटो अर्को भिडियोमा भेट्नुपर्छ थ्याङ्क्स फर वाचिङ दिस भिडियो सब्सक्राइब चाहिँ हान ल सब्सक्राइब चाहिँ छुट्नु भएन जे गरे पनि सब्सक्राइब चाहिँ त्यहाँ जसरी हुन्छ त्यहाँ क्लिक हुनु पर्यो थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई बाई